गुड मर्निङ अल अफ यु। 100 मिटरमा हामीले एक राउन्ड हानिसकेका थियौँ। त्यसमा मैले चाहिँ हारेको छु र त्यसपछि अब यसमा यो 200 मिटरको लागि हाम्रो तयारी हुँदैछ। भल्ल अन्त्यसम्म हेर्नु होला। यो 200 मिटरको लागि के हुन्छ त्यो त मलाई थाहा छैन। फर्स्ट टाइम न कुनै ट्रेनिङ पनि गरेको थिएन। एकतासै मैले डगुनु पर्दा मलाई एकदमै गाह्रो भइरहेको छ। त्यही पनि मैले मेहनत त गरिरहेको छु। अब के हुन्छ यसमा पनि भल्ल हेर्दै जानु होला। हाम्रो यस रनिङ सुरु हुन लागिसकेको छ। अलराइट हामी पनि रेडी भइरहेका छौँ। भल्ल हेर्दै जानुहोस् अब के हुन्छ त बाँकी कुरा अझै गर्ने नै छौँ। हेर्दै जानुहोस्। र 100 मिटरकोमा चाहिँ हारिसकेको छु किनभने 100 मिटर एकै राउन्डमा दगुर्नु पर्थ्यो तर मैले सकिनँ। त्यसको लागि मैले हार पनि मानेको छैन र मैले पनि अब 400, 800 र 1500मा पनि लग्नेछु भाग। के हुन्छ हेर्दै जाऊँ। र यसमा पनि मैले 1500 र 200 को यसमा मैले यो भलङमा समेटेको छु र म डगुर्ने हुनाले मैले धेरै जस्तो भलग पनि बनाउन पाएको चाहिँ छैन। अलराइट गाइस, अब भलग हेर्दै जानुहोस्। हाम्रो यसमा रनिङ सुरु भइसकेको छ। अब यसमा कसले सक्छ हेरौँ है। अब केही छैन, मैले चाहिँ हार मानेको छैन। एउटा सहभागी हुनु मात्र मेरो लागि एउटा ठुलो कुरा थियो। त्यही पनि खेलो हाजी त भइहाल्छ, मन नदुखाउनु होला। यसो भने पहिलोमा 11 क्लासको साथीले जितिसकेका छन्। अब हेर्दै जाऊँ। अब 1500 किलोमिटरको लागि हामी रेडी हुँदैछौँ। 1500 मिटरको लागि तपाईँहरूले भलै हेर्दै जानुहोस् कसले जित्छ होला, कमेन्ट पनि गर्दै जानुहोस्। यसमा पनि हामी रेडी भइसकेका छौँ। अब हामी रनिङ सुलको लागि हामी अलराइट भइसकेका छौँ। अलराइट गाइस, भलक हेर्दै जानु होला यसमा पनि कसले जित्छ त। यसमा पनि भलक बनाउन नपाइएको हुनाले मैले 400 र 800 मिटर हानेको भलङमा समेट्न सकिएन। मैले 400 मिटरमा चाहिँ त्यही 50सम्म आएको थिएँ भने 800 मिटरमा म त्यसै आएको छु र भने यसमा भने 1500 मिटरमा म चौथा आएको छु। तर हान्नु त हारिहाल्यो, तर केही भएन। यत्रो लङ रङ हान्नु भन्ने सानो कुरा थिएन। अलराइट गाइस, 100 र 200 मिटर दौडिसकेपछि मलाई त धेरै थकाइ लागेको थियो तर मैले मेहनत र हाम्रो हौसलाको लागि अगाडि बढिरहेको थिएँ। अर्को कुरा चाहिँ हामीले एकदम नन स्टप राउन्ड हानिरहेका थियौँ। 5-5 मिनटमा फरकमा हामीले 100, 200, 400, 800 र 1500 राउन्ड हान्दै जाँदाखेरि हामीले रेस्ट गर्न पनि पाइएन र अलराइट सबैजनाले पाएनौँ। केही भएन, नन स्टप हानेको हुनाले यसमा पनि केही थकाइ पनि अत्यन्तै लागेको थियो। त्यो स्पिडले दौड्दाखेरि पछाडि आफैले गाह्रो पर्ने रहेछ। त्यसले गर्दा पहिला सोलो दौड्नु पर्ने रहेछ, मैले यसमा बुझेको छु। र अलराइट गाइस, यसै गरी मैले पनि एकदम फर्स्ट टाइममा राउन्ड हान्दाखेरि चाहिँ मैले पछाडि पर्नु परेको थियो। र अलराइट गाइस, पहिलाको 200 मिटर र 100 मिटरको लागि पनि त्यस्तै भएको थियो। पहिलामा मैले यस्तो फोर्सले तानेँ र पछि ब्याक हुनुपर्ने देखियो। पछि मैले पछाडि परेँ अथवा हारेँ भन्न सकिन्छ। र गाइस, यसमा पनि मैले पनि एकदम फोर्सले हानिसकेको छु र लास्टसम्म पनि मैले ब्याक हुँदै आएँ। एकदम गाह्रो भइरहेको थियो। अलराइट गाइस, अहिलेसम्म म त्यसै नै छु, कुदिरहेको छु र हेर्दै जानु होला भल कसले जित्छ होला यसमा। अहिलेसम्म हाम्रो कम्तीमा 3-4 राउन्ड चाहिँ भइसकेको छ गाइस है। 3-4 राउन्ड चाहिँ भइसकेको छ। भिडियो बनाउनको लागि मेरो दाइ कति राउन्ड भइसकेको छ सुन्दर दाइलाई दिएको थिएँ र अलराइट म पनि डगुन पर्ने भएकोले यसो हाम्रो पनि भलक बनाइदिनु पर्यो भनेर दाइले दिएको थिएँ। दाइले भलक बनाउँदै हुनुहुन्छ। अलराइट गाइस, यसमा मैले एउटा के बुझेँ भनेपछि मैले राउन्ड कति हानेँ मैले पत्तै पाएन। र अलराइट लास्ट राउन्ड हान्दाखेरि त अगाडि रेबन रेडी भइसकेको रहेछ। मैले सोचेको थिएँ अहिले सोलो हानौँ, लास्टमा यस्तो फोर्सले तानौँला भने, तर तान्नै सकिरहेको थिएन। यसमा भने हामी 4 जना मात्रै थियौँ, अरू सब यसमा बाहिर निस्किसकेका थिए। अझै मैले हारेको चाहिँ थिएन, एकदम नन स्टप दौडिरहेको छु। तर मैले आधीमा छोड्दा पनि छोडेको थिएन। मैले नन स्टप 1500 राउन्ड चाहिँ 1500 किलोमिटरको लागि मैले 4.5 राउन्ड हानिसकेको थिएँ मैले। र यसमा भने जितिसक्नु भएको छ। अझै पनि हाम्रो 1 राउन्ड बाँकी छ। अब यो पनि लास्ट राउन्ड हुनेछ। हेर्दै जानुहोस् भलक यसमा कसले जित्छ होला। मैले नन स्टप 4.5 राउन्ड नन स्टप हानिसकेको हाने। केही छैन गाइस, हाजे त भइहाल्छ गेम हो। यसमा पनि नन स्टप मैले हान्दैछु।
पहिलेमा अलि फोर्सले हानेको हुनाले पछि मैले ब्याक सर्नु पर्यो, एकदमै गाह्रो भइरहेको थियो। यिनी दाइहरू त मभन्दा ठुला र ट्रेनिङ पनि गरेका हुन्छन् सायद। मलाई थाहा थिएन कि यस्तो रणनीति हुन्छ, मैले पनि यसको लागि तयारी गर्नुपर्छ भन्ने मैले थाहै थिएन। त्यसले गर्दा एक्कासी गर्दाखेरि मैले अगाडि फोर्स हान्दाखेरि त्यो दाइले त्यसमा जितिसकेको थियो। अलरेडी गाइज आजको मिनी वाला यति नै। आज हारियो, केही भएन, चौथा आइयो।